हेलो गाइस, वेलकम टु माई ब्लग है। तपाईहरुको अगाडि आज फेरि पनि स्पेशल ब्लग लिएर उपस्थित भइरहेको छु र विशेष गरी आजको ब्लगमा भन्नुपर्दाखेरि आज म यहाँ रेडी भइरहेको छु। कहाँ जानुलाई भन्दाखेरि चाहिँ हामी नाम्ची डिस्ट्रिक्ट जानु गइरहेको छौँ। नाम्चीमा आज हाम्रो एनुअल है एग्रिकल्चर एन्ड हर्टिकल्चर डिपार्टमेन्टको एउटा एनुअल हाम्रो डिस्ट्रिक्ट लेभलको एउटा पिकनिक हुन गइरहेको छ। डिस्ट्रिक्ट लेभलको पिकनिकमा गइरहेको छौँ। तपाईँहरू माझमा देखाउने छु सम्पूर्ण स्टाफहरूलाई। तपाईँहरूले हेर्न सक्नुहुन्छ है, हामी माझमा हुनुहुन्छ सम्पूर्ण हामी साथीभाइहरू। र फाइनली गई है हामी सनसाइन पोल बार एन्ड रेस्टुरेन्ट आइपुगेका छौँ र आज तपाईँहरू माझमा है हामी सम्पूर्ण नाम्ची डिस्ट्रिक्टको एग्रिकल्चर एन्ड हर्टिकल्चर डिपार्टमेन्टको एउटा एनुअली पिकनिक सेलिब्रेसन भइरहेको छ। र म आज हामी कहाँ आएको छौँ भन्दाखेरि नाम्चीको यो तपाईँहरू जुन बोर्ड देख्न सक्नुहुन्छ है, यो सनसाइन पोल गुम्टार नाम्ची भनेको छ है। र यसको के कस्तो छ भने तपाईँहरूले हेर्न सक्नुहुन्छ है। एन्ट्री फी 200 रहेछ पर हेडको फिक्स है। र टाइमिङ 10 बजीदेखि 4 बजीसम्मको रहेछ। र एन्ट्री सर्टिफिकेट अन्ली विथ प्रोपर स्विमिङ गियर रहेछ र यसरी नै तपाईँहरू सक्नुहुन्छ है। र यसरी आजको तपाईँहरू माझमा हुनेछु र हजुरहरू माझमा आज है तपाईँहरूलाई के कस्तो छ म देखाउने छु है। तपाईँहरूले हेर्न सक्नुहुन्छ यो मेरो पछाडि जुन भइरहेको छ यो चाहिँ किचन रहेछ है। र तपाईँहरू माझमा देखाउने छु, तपाईँहरू पनि अवश्य भिजिट गरिदिनु होला है यस स्विमिङ पुलमा है। र आज हाम्रो चाहिँ यो एनुअली पिकनिक भएको कारणले यस स्विमिङ पुलमा यस रिसोर्टमा आउने मौका मिल्यो। र यसो गर्दै तपाईँहरूलाई के भन्न चाहन्छु भने यस ठाउँमा आएर अवश्य भिजिट गरिदिनु होला भन्न चाहन्छु। र यहाँ चाहिँ जुन स्विमिङ पुल छ है एकदमै दामी स्विमिङ पुल रहेछ है। र गुम्टार नाम्चीमा छ, तपाईँहरू अवश्य भिजिट गरिदिनु होला। र आएर है तपाईँहरूलाई माझमा देखाउने छु आजको ब्लगमा। र मेरो ब्लगलाई यस्तो हुन्छ तपाईँहरूले मन पराइदिनु होला भन्न चाहन्छु। र हामी माझमा हाम्रो यहाँ साथीहरू पनि आएर स्विमिङ गर्नुहुँदैछ है। र मलाई स्विमिङ गर्नु एकदमै मन थियो, तर मैले स्विमिङको जुन चिज लिइनँ। र आज सबै साथीहरू आइरहनु भएको छ, जसरी यहाँ खेलिरहनु भएको छ, तपाईँहरूलाई देखाउने छु है। आउनुहोस् है के कस्तो एकदमै राम्रो है। यहाँ साथीहरू एकदमै खेलिरहनु भएको छ है। र आज चाहिँ यो पिकनिकले गर्दाखेरि चाहिँ आज चाहिँ यस स्विमिङ पुल चाहिँ फ्रीमा रहेछ हामी सम्पूर्ण स्टाफको लागि है। र तपाईँहरूलाई म देखाउने छु एकदमै दामी छ। तपाईँहरू सक्नुहुन्छ हामी माझमा हाम्रो साथीहरू चाहिँ आइसकेर स्विमिङ पनि गरिसक्नु भएको छ। हेलो गरिदिनु साथीहरू, हेलो यता हो श्रीदा यता हेर्नु देवदा हेलो गरिदिनु नि सचिन्दा र यहाँ सबैजना स्विमिङ गरिसक्नु भएको छ। एकदमै मलाई पनि खेल्नु चाहिँ मन थियो कि, तर के गर्नु है मैले चाहिँ त्यो लुगाहरू ल्याएन। तर यहाँ सबै हामी साथीहरूले चाहिँ लुगा ल्याएर एकदमै मजाले यहाँ खेलिरहनु भएको छ। आमामा पुष्प सर झन् यस्तो दामी खेल्नु हुँदैछ आमामा हो। यसरी तपाईँहरू हेर्नु सक्नुहुन्छ है। र आज हामी सबै आफूमा हाम्रो म र किशोर मात्रै होला साथै नखेल्ने हामी छ साथी किशोर गरेन होइन, किनभने त्यस्तो यहाँको लिगामेन्ट जान्छ होला भनेर मात्रै नभएको। तर त्यो इन्जोय गर्ने पनि भएको छ, सुपर दामी छ। तर गराइ भएन, तर केटाहरू इन्जोय गरिरहेको छ हाम्रो बल्लामा। तर मजा आइरहेको छ। म पनि खेल्नु चाहिँ मन परिरहेको छ, तर मैले चाहिँ लुगा नल्याएको कारणले त्यसलाई जान्छ नि नगर ए मलाई पनि तिनीहरूले हो तपाईँले के किलोले तर खेल्नु चाहिँ रह्थ्यो नि है। र साथीहरूलाई आउनु एकदम
फेरि आज दिनले पनि यति बेसी दामी उयो दिइरहेको छ है दिन पनि यस्तो राम्रो मजाले घाम लागिरहेको छ स्विमिङ गर्ने खालको दिन भइरहेको छ है एकदमै यहाँ साथीभाइहरूले यसरी है मजाले स्विमिङ गरिरहनु भएको छ र हजुरहरूलाई कस्तो लाग्छ ब्लगलाई तपाईँहरूले हेर्नु होला है र तपाईँहरू माझमा अझै पनि आजको यस भिडियोहरू है देखाउने छु है तपाईँहरूले हेर्नु सक्नुहुन्छ अहिले है तपाईँहरूलाई म देखाउनेछु र यसै गर्दा आएर शीतलता सबै खाना आइगएको छ कि स्टाफ हुन्छ र यहाँबाट तपाईँहरूलाई म देखाउँदैछु आजको ब्लगमा मेरो ब्लग डान्स गरिरहनु भएको रहेछ तपाईँहरूले हेर्नु सक्नुहुन्छ है यो चाहिँ र यहाँ हाम्रो सम्पूर्ण साथीहरू यहाँ हेलो गर्दै कतिखेर आइपुग्नु 10 बजी 10 बजी आएको जति जहाँको जानुहुन्छ हाम्रो यहाँ मात्रै बेसी देखिँदैन र त्यही त र तपाईँहरू माझमा गइरहेको छु घर तपाईँहरू मेरो माझमा बाहिर हेर्न सक्नुहुन्छ यो चाहिँ एकदमै पुरानो यो डिजाइनमा पहिलाको जमानामा घर बनाएकोलाई चाहिँ मोडिफाई गर्दै एकदमै दामी प्रकारले रिनोभेसन युज गरेर बनाइरहेको रहेछ तपाईँहरू गइरहेको छु एकदमै दामी प्रकारको घर तपाईँहरू हेर्न सक्नुहुन्छ है यस घरभित्र म के कस्तो छ है तपाईँहरूले है हेर्नु छु है हजुर फलो गरिदिनु नि मेरो च्यानल र गइरहेको छु यो तपाईँहरूले देख्नुभएको छ छैन होइन यो चाहिँ के हो भन्दाखेरि चाहिँ भन्छ तपाईँहरूले सक्नुहुन्छ है मिस्त्री हो मिस्त्री हो यसबाट चाहिँ पहिलाको जमानामा तपाईँहरूलाई है कुनै चिज हो है पहिलाको जमानाको चाहिँ धानी चामल कुटेर पिसेर थियो गइरहेको छु यो चाहिँ भन्छ यसलाई चाहिँ भन्छ जाँतो हाम्रो सम्पूर्ण साथीहरू मजाले इन्जोय गरिरहनु भएको छ
दामी मान्छे हो हाम्रो साथीभाइहरूमा है तपाईँहरू हेर्न सक्नुहुन्छ है एकदमै सँगले मजाले गरिरहनु भएको छ है तपाईँहरू हेर्न सक्नुहुन्छ है कतिको इम्प्लिमेन्ट गर्नु भइरहेको छ है र तपाईँहरू माझमा फेरि कन्टिन्यू गर्छु है र गर्दै तपाईँहरूलाई देखाउनु गइरहेको छु हामी माझ सर पनि हुन्छ हेलो सर हेलो गर्नुहोस् हेलो हेलो गरिदिनुहोस् न हेलो 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 र हामी हेलो गरिदिनुहोस् न एकदम मजा आइरहेको छ मजा आइरहेको हजुर एकदम हामी होस्ट हो यहाँ हुन्छ सर थ्याङ्क यू आज हेलो गरिदिनुहोस् न एकदम मजा आइरहेको छ पिकनिकमा एकदम हामीलाई मजा आइरहेको छ एकदम नयाँ ठाउँमा है आइरहेको छौँ पहिलापल्ट आएको है यो ठाउँमा हो एकदमै मजा लागिरहेको छ र तपाईँहरूले देखाउनु गइरहेको छु र हुन्छ है यो यहाँ चाहिँ हाम्रो एग्रिकल्चर डिपार्टमेन्टको स्टाफहरू हुनुहुन्छ है सरहरू हुनुहुन्छ है हजुर हेलो गरिदिनुहोस् न म्याम हेलो गरिदिनुहोस् न म्याम ए हेलो हेलो हजुर हजुर हेलो गरिदिनुहोस् र मेरो च्यानल हजुर भनिदिनुहोस् न यहाँ हाम्रो यो पासन सर क्यामेरा पठाउनु भएको ए हजुर यता राइटर यता र यहाँ म्याम हुन्छ एडिसनल डाइरेक्टर म्याम हुनुहुन्छ हाम्रो है नाम्ची डिस्ट्रिक्टको र म्याम खुसी लाग्यो आज है तपाईँसँग भेट्नु पाउँदा यो एकदम राम्रो पिकनिक लाग्यो है यस्तो ठाउँमा हामी पहिलोचोटि भिजिट गरेको है एकदमै खुसी लाग्यो है एकदमै इम्प्लिमेन्ट गरिरहेको छ हामी सबैले है र हुन्छ थ्याङ्क यू सो मच हुन्छ थ्याङ्क यू म्याम है तपाईँहरू माझमा देख्न गइरहेको छु है र हुन्छ है दिइरहनु भएको छ तपाईँले सक्नुहुन्छ एकदम तपाईँहरूले देख्नु गइरहेको छु र नयाँ पारी देख्नुहुँदैछ है तपाईँले यो पदमभित्र तपाईँहरूले देख्नुहुँदैछ है यो चाहिँ ड्रागन फ्रुटको है तपाईँहरूले देखिनु भइरहेको छ यो ड्रागन फ्रुटको हो है एकदमै राम्रोसँगले ड्रागन फ्रुट भइरहेको छ एकदमै भ्यूहरू पनि राम्रो भइरहेको छ र त्यही भन्दै तपाईँहरू माझमा आजको भ्लगहरू यसरी देखाउने छु कस्तो गाइस के कस्तो हुन्छ है आजको च्यानलमा है तपाईँहरू माझमा देखाउनु गइरहेको छु र हामीले गाई चाहिँ कसरी पाल्नुपर्छ भन्ने कुराहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ है एकदमै दामी फार्म यहाँ है फार्म एकदमै दामी फार्म रहेछ र यसरी गाई प्रपर वेमा मजाले पालिरहेको रहेछ एकदमै गाई पनि ठुल्ठुलो रहेछ है हजुर त्यही त है हाम्रो दिदीसँग धेरै दिन बादमा भेट भयो है दिदी त्यस्तै हो भिडियो सिडियो बनाएर दिलीपको भिडियोलाई चाहिँ तपाईँहरूले एकदम सपोर्ट दिनुहोस् साथ दिनुहोस् बिचरा हाम्रो एकदम यङ इन्टरप्रेनर हो हाम्रो भाइ गाउँको भाइ दिलीप भाइ हामी चाहिँ पहिलाको स्टाफ पनि हो अनि मेरो दिदीको साथी पनि हो उसको दिदी अब हामी चाहिँ सँगै परेको एकदम इन्टु मिन्टु नै थियौँ तर अहिले चाहिँ कन्ट्याक्ट गर्दैन आफ्नो आफ्नो व्यवसायले गर्दाखेरि कस्तो फिल भइरहेको छ दिदी आज आएर अब कस्तो खालको यो मलाई एकदमै खुसी लागिरहेको छ किनकि होइन अब हेर त हामी सबैजना स्टाफहरू भेटघाट भयो अरू बेला हामी भेटघाट हुने कुरा आउँदैन आज हाम्रो यसरी भेटघाट भयो एकदम खुसी लागिरहेको छ एकदम र है यहाँ बुबु पनि हुन्छ भेरी ह्याप्पी है
सबैजना हुनुहुन्छ र तपाईँहरूले हेर्न सक्नुहुन्छ है गाई पाल्दाखेरि चाहिँ कस्तो प्रकारले पाल्नुपर्छ यहाँ हेर्नुहोस् त गाईको खडा त्यो प्रकारले बनाउनु पर्दो रहेछ नि त गाई अनि पो हामीले गाईबाटै पनि राम्रोसँगले इन्कम सोर्स बनाउन सकिन्छ भन्दै तपाईँहरू माझमा फेरि पनि आउने दिनहरूमा यस्तै भिडियोहरू लिएर आउनेछु। आजको लागि यति नै भन्दै फेरि पनि तपाईँहरू माझमा आउने दिनहरूमा यस्तै भिडियोहरू लिएर आउनेछु। मेरो भिडियोलाई हेरेर माया धेरैभन्दा धेरै माया साथ सपोर्ट दिनुहोला भन्दै आज यहीँ राख्छु। हस् त गाइस, धन्यवाद।